ज्ञान ग्रोथमा चाहिँ पैसा किन लाग्छ त? सो यो कुरा चाहिँ तपाईँलाई म डिटेल तरिकाले बुझाइदिन्छु। पैसा चाहिँ किन लाग्छ ज्ञान ग्रोथ प्लेटफर्ममा। सो नर्मली तपाईँले एउटा इक्जाम्पल म दिन्छु। तपाईँले कुनै ठाउँमा तपाईँ जानु, बाहिर ठाउँमा पानी किन्न जानु, त्यहाँ पनि पैसा लाग्छ। नर्मली तपाईँले होइन खाजा खान जानु, चटपट खान जानु, सबै ठाउँमा पैसा तिर्नुपर्छ क्या। होटलमा बस्नु जानुहुन्छ त्यहाँ पनि पैसा तिर्नुपर्छ। साथीहरूसँग रमाइलो पार्टी घुम्न सबै ठाउँमा पैसा लाग्छ। कुनै यस्तो ठाउँ छैन जुन ठाउँमा चाहिँ फ्री अफ कोस्ट छ। सबै कुरामा पैसा लाग्छ। पढ्न जानु त्यहाँ पनि पैसा लाग्छ। सो नर्मली तपाईँले जुनै ठाउँ पनि पैसा तिर्नुपर्छ। त्यसै गरी नै ज्ञान ग्रोथ प्लेटफर्ममा चाहिँ पैसा तिर्दाखेरि तपाईँले के बेनिफिट्स पाउनुहुन्छ त्यो चिज म भनिदिन्छु। यहाँ चाहिँ तपाईँले 4वटा प्याकेज हुन्छ। त्यो 4वटा प्याकेजमा चाहिँ कुनै तपाईँले आफ्नो बजेट अनुसार तपाईँले बाई गरेर स्टार्ट गर्न सक्नुहुन्छ। र कुन प्याकेज बाई गर्दाखेरि बेस्ट हुन्छ त्यो चिज पनि म भनिदिन्छु। हेर्नु, सबैभन्दा राम्रो चाहिँ मास्टर प्याकेज हो, जुनमा चाहिँ मास्टर प्याकेजमा मात्र 6000 पर्छ र जुन 800 खाले छ, 3000 खाले छ र 2000 खाले छ, त्यो सबै माथिको प्याकेज फ्री अफ कोस्ट आउँछ। ठुलो प्याकेज लिनुभयो भने सानो सानो प्याकेज सबै फ्रीमा पाउनुभयो। अनि सबैभन्दा धेरै स्किल चाहिँ मास्टर प्याकेजमा छ। अब यो म भन्दिनँ कि तपाईँले मास्टरै प्याकेज लिनु, तर अर्निङ पनि धेरै राम्रो हुन्छ मास्टर प्याकेजमा अनि स्किल पनि धेरै छ। अब तपाईँले चाहिँ होइन सकभर चाहिँ तपाईँले राम्रै प्याकेज चुज गर्नु। इफ तपाईँसँग 6000 को बजेट छैन भने तपाईँले चाहिँ 3000 बाट स्टार्ट गर्नु होइन। त्योभन्दा पनि थोरै छ, थोरैभन्दा थोरै छ भने 2000 सम्मको ठिकै हुन्छ। र तपाईँले अब एकदमै छैन, थोरै छ भने तपाईँले 800 वाला प्याकेज लिँदा भयो। तर बेस्ट चाहिँ मास्टर प्याकेज छ। अब 6000 चाहिँ किन तिर्नुपर्छ त्यसको म बेनिफिट्स भनिदिन्छु। जति पनि त्यहाँको स्किलहरू लेखेको हुन्छ, डिजिटल मार्केटिङ, अफिलिएट मार्केटिङ, एआई कन्टेन्ट क्रिएसन होइन, अनि त्यस पछाडि फ्रिलान्सिङ, भिआइपी क्लास, लाइभ ट्रेनिङ, यो सबै कुराहरू चाहिँ तपाईँले बेनिफिट्स पाउनुहुन्छ। कन्टेन्ट क्रिएसन, रिल्स मास्टरी, युट्युब मास्टरी, यो सबै कुराहरू स्किलहरू तपाईँले 6000 मै पाउनुहुन्छ। अनि पैसा चाहिँ के को लागि तिर्दै हुनुहुन्छ भन्दाखेरि तपाईँले जुन चिज सिक्दै हुनुहुन्छ नि त्यो चिजको पैसा तपाईँले पे गरेको हो। अनि यो चाहिँ गभर्मेन्ट भेरिफाइड प्लेटफर्म हो। सो हामीले चाहिँ सरकारलाई चाहिँ ट्याक्स पनि तिर्छौँ। जति पनि यहाँ इन्कम भएको हुन्छ व्यक्तिहरूको, त्यो व्यक्तिले, हरेक व्यक्तिले 15% ट्याक्स तिरिरहेछ सरकारलाई। त्यो कारणले गर्दाखेरि गभर्मेन्ट भेरिफाइड भएको कारणले गर्दाखेरि तपाईँले चाहिँ पैसा लागेको। र हाम्रो जुन ट्रेनर सर हुनुहुन्छ उहाँ सरले पनि त फ्री अफ कोस्ट केही गर्दैन, त्यहाँ पनि पैसा लाग्छ। सो सबै ठाउँमा पैसा लाग्छ क्या। तपाईँले नर्मली कुनै पनि टिचरले त फ्रीमा काम गर्दैन। त्यस्तै यहाँ पनि ट्रेनिङहरू जुन सरले दिनुहुन्छ, लाइभ ट्रेनिङ दिनुहुन्छ, त्यो सरले चाहिँ चार्ज लिन्छ। त्यो कारणले गर्दाखेरि यहाँ पनि पैसा लाग्छ। सो अब तपाईँले आफ्नो दाजुहरूसँग काम गर्नुको लागि पैसा लाग्छ। काम गर्नुको लागि तपाईँले पैसा तिरेको होइन, तपाईँले चाहिँ स्किल सिकेर यो प्लेटफर्ममा काम त फ्रीमा गर्नुहुन्छ, तर सुरुमा चाहिँ यो प्लेटफर्ममा स्किल त सिक्नु पर्यो नि। अनि स्किल सिकिसके पछाडि यही प्लेटफर्ममा चाहिँ काम पनि गरेर अर्निङ गर्न सक्नुहुन्छ, त्यो पनि अफिलिएट प्रोग्राममा जोइन भएर। सो तपाईँले चाहिँ होइन जुनै प्याकेज तपाईँले बेस्ट लाग्छ त्यो प्याकेजबाट स्टार्ट गर्न सक्नुहुन्छ। अनि अर्को कुरा एउटा अझै पनि छ कि मेरो बाबा मान्दैन, दाइ मान्दैन, यस्तो यस्तो काम गर्न धेरै कुराहरू छ होला होइन। सो नर्मली म भनिदिन्छु, तपाईँले चाहिँ लाइफमा चाहिँ तपाईँले स्किल सिक्नु छ, तपाईँले चाहिँ पैसा कमाउनु मन छ, तपाईँले चाहिँ इन्डिपेन्डेन्ट हुनु मन छ भने डिसिजन चाहिँ तपाईँको हुनु पर्यो। किनभने तपाईँले हेर्नु, तपाईँले चाहिँ मोमो, चाउमिन होइन, नयाँ नयाँ स्टाइलको कपडा मनपर्छ, तर बाबा मम्मीलाई त मन पर्दैन। बाबा मम्मीलाई जुन जेनेरेसनको छ त्यही जेनेरेसनको कुराहरू मनपर्छ। तपाईँले चाहिँ जुन तरिकाले मोबाइल चलाउन आउँछ त्यो तरिकाको चाहिँ फेरि बाबा मम्मीले आउँदैन क्या। तपाईँले जति कुरा नलेज छ यो जेनेरेसनको त्यति नलेज चाहिँ बाबा मम्मीको छैन। त्यस्तै तपाईँले यो डिजिटलबाट अर्निङ हुन्छ, अफिलिएट मार्केटिङ होइन सिकेर अनलाइन इन्कम हुन्छ भनेर तपाईँले थाहा छ, तर बाबा मम्मीलाई त थाहा छैन नि त, दाइ अङ्कललाई थाहा छैन नि त। त्यो कारणले गर्दाखेरि तपाईँले ग्रो गर्नु छ भने तपाईँले म्यानेज गरेर स्टार्ट गर्ने हो क्या, न कि बाबा मम्मीले। बाबा मम्मीले आफ्नो लाइफलाई जिइसकेको छ, आफ्नो लाइफलाई चाहिँ कटाइसकेको छ, तर तपाईँले चाहिँ केही चिज गर्नु छ भने तपाईँले गर्नु पर्यो क्या। मलाई केही चिज गर्नु थियो, मैले स्टार्ट गरेँ, मैले चाहिँ राम्रो अर्निङ गरेर मैले आफ्नो घर पनि बनाएँ, बाबा मम्मीलाई कति धेरै कुराहरू गिफ्ट पनि दिएको छु आफ्नो इन्कमबाट। सो मलाई गर्नु थियो क्या। अनि तपाईँले धेरै सोच्नुहुन्छ फेक स्क्याम भने गभर्मेन्ट एप्रुभ छ, तपाईँले हेर्नु पनि सक्नुहुन्छ। म तपाईँलाई होइन सर्टिफिकेटहरू पनि प्रोभाइड गराइदिन्छु। सो सबै कुराहरू अलमोस्ट सबैजनाले बुझ्नु भएको होला। सो आज स्टार्ट गर्नु र पर्सनली म गाइड गरिदिन्छु। इफ तपाईँ मेरो थ्रुबाट स्टार्ट गर्नुहुन्छ भने म तपाईँले ट्रेनिङ ग्रुपमा पनि एड गरिदिन्छु। अगाडि ग्रोथ गर्नमा पनि पर्सनली मेन्टरसिप पनि दिन्छु। सो स्टार्ट ढुक्कको साथ गर्नु होला। थ्याङ्क यू सो मच सबैजनाले लास्टसम्म हेर्नु भएको छ भने सब्सक्राइब गरेर जानु होला है।
नयाँ भिडियोजहरू, नयाँ इन्फर्मेसनहरू आउँछ तपाईँले यो च्यानलमा।